ब्याक टु माई च्यानल विथ द न्यू भ्लग आयो के हजुरहरू जम्मैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै नै छु होइन अनि आजको भ्लग चाहिँ एकदम बबाल एकदमै रमाइलो हुनेछ होइन हजुरहरूले टाइटल र हाइलाइट हेरेर थाहा पाइसक्नुभयो अनि आज चाहिँ जेठको कति गते अरे 15 गते होइन सो 15 गते आज चाहिँ यता लगन खेलबाट जाउला खेलसम्म चाहिँ रथ लगिन्छ होइन अनि यहाँ चाहिँ हाम्रो नयाँ मान्छे हुनुहुन्छ हाई दिस इज स्वीकृति वेलकम टु हिज भ्लग अनि हामी आज जात्रामा जाँदैछौँ रमाइलो हुनेवाला छ हो त्यति मात्रै फेरि एउटा डर चाहिँ के लागेछ छुट्टिन्छ भन्ने डर लागेछ त्यो त जात्रामा आएपछि स्योर हो नि म यो सलले चाहिँ अब यस्तो हातमा बाँध्छु सोचिरहेको छु कसको हजुरको र अनिसको ए हाम्रो त्यो त हाम्रो अनिस्ता नै हुनुहुन्छ अनिस्ता वेलकम टु माई भ्लग थ्याङ्क यू आज चाहिँ दाइले नै गर्दा हो मलाई थाहा भएको है नत्र त मैले बिर्सिसकेको थिएँ आज जात्रा हो भनेर जाने भइसक्यो 4:30 भइसक्यो त्यही भने सधैँ ढिला आउने क्या सधैँ हामी चाहिँ खासमा म चाहिँ खासमा फर्स्ट दिनमा नि आज हेर्नु नपाएको कि यस्तै ढिला भएर क्या टाइमले ए हो अनि हेर्नु नपाएको ल आज हेर्ने है त आज हेर्ने आज बबल वाइल्ड रमाइलो गर्ने है त ल सियु उतैतिर है त ल हामी चाहिँ लगन खेल पनि आइपुग्यौँ है अब सुरु हुँदैछ त दाइ दाइ चाहिँ उता गइसक्नु भएछ हेर्दाखेरि त ए होइन दिदी 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 साँच्ची दिदी के छ दिदी ए ल तान्नु लाटिसकेर अब हामी छिटो जान्छौँ फेरि यो पनि मिस हुन्छ क्या त्यहाँ गएर टक्क लगाएर तान्नुपर्छ यस्तो एक्साइटेड छु नि तान्नुलाई तर यो रथ त उताको भन्दा ठुलो होइन सेतो मचिन्द्रनाथ भन्दा कति ठुलो नि जे होस् बबाल बबाल रमाइलो गर्नुपर्छ है तान्ने होइन रथ नतान्ने किन मिल्दैन नि त है फेरि लेडिजहरूले ल ल रथ तान्नु सुरु हुन आँट्यो जानुपर्छ रथ तान्नु यता नि छ त डोरी नै डोरी अनिस दाइ जाउँ न त अगाडि हामी रथ तान्न यहाँबाट पनि तान्ने हो दाइहरूले ल तान्नुपर्छ है दाइ त्यहाँ मिल्छ कि त्यहाँ अगाडि जाउँ ए ल अगाडि 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 नजाने उता अगाडि उता 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 दियर दियर मिल्दैन त्यही भनेको झन् अगाडि गएर खिचौँ कि भनेको ल अब अहिले एकछिनमा चाहिँ मिल्दैन रे यहाँ बबालाई वाइल्डै हुन्छ हो जाने हो ल है ल ल ल ल ल हामी चाहिँ अगाडि तान्नु गइरहेको छौँ दाइ 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 जाउँ जाउँ अगाडि जाउँ अगाडि उता छ उता पछाडि ल भाइहरू के छ सुरु हुँदैछ जे होस् बबाल छ माहौल होइन ल मेरो जुत्ताको हालत यस्तो छ है एकछिनमै अहिले पछि कस्तो हुने हो सेतो जुत्ता पुरै कालो हुने भयो यतिकै हो नि त्यही भने खै अगाडि जाउँ भनेको यहाँ भिडभाडमै अड्क्या हुन्छ कसरी जाने हो अगाडि
कस्तो भिडभाड छ नि यहाँ सो अहिले चाहिँ म अब अलिकति अगाडि जाँदैछु होइन यो भिडभाडले गर्दा अगाडि नै जानु नपाउने रहेछ खै दिदी भिडमा त केही नै कसैलाई पनि चिन्दैन नि भिडमा त कहाँ त्यही भने अब अगाडि जानुपर्छ नि खिच्नुपर्छ भनेर के छ राई आरामै सो अब हामी उता जाउलाखेल जाँदैछौँ है लगनखेलबाट ए भने यहाँ छिर्नै पाएको छैन हुन्छ दिदी हुन्छ अगाडि जान्छौँ अगाडि गएर खिच्छौँ है ल गयो गयो रथ अगाडितिर जाँदैछ है अब चाहिँ कुमारी पार्टी पनि आइपुग्न आँट्यो जाउलाखेलतिर जाँदैछ रथ सो अहिले चाहिँ म यता अगाडि कुमारी पार्टी आइपुगेको छु अनि यहाँ चाहिँ अगाडि हाम्रो कुमारीमा हुनुहुन्छ अनि अब एकछिन ढोक्छु अनि अगाडितिर जान्छु है त रथ तान्नुलाई अब एकछिन ढोकेर जान्छु है ल मेरो पाला आयो अब सो फाइनली कुमारीमाको ब्लेसिङ्स पनि लिएँ अब रथ त उता नै जाउलाखेल पुगिसक्यो है अब के गर्ने होला अब अनिस दाइ र उसलाई फोन गर्नु पर्यो भेट्नु पर्यो सो हामी चाहिँ अहिले सानो रथ तान्दिँदा अनिस दाइ र हाम्रो अर्को हरायो जाउलाखेल आइपुग्यो बन्दुक पड्काइसक्यो अब लगभग सकिनै सक्यो तान्नु चाहिँ है आज त्यस्तो केही तान्नै पाएन रथ है यही सानो रथ भयो नि ताने मैले तान्नु चाहिँ जे होस् फाइनली सो उता छौ रथ भेट भएको है यस्तो खोजेको कि मेरो मैले दुईवटा मेरो खुट्टाको नेल सेक्रिफाइस गरिदिए आज हो र सी मेरो खुट्टाको दुईटा नङै उड्यो होस् त्यो नदेखाम एसियन पेन्टले फेरि एसियन पेन्ट लगाएको छ नि त नेलमा त्यही भएर मैले दुईटा नेल सेक्रिफाइस गर्दा हो कि मेरो यसले ब्यागमा राखेर त अहिले देखाउँछ मान्छेहरूको जुत्ता छ नि जुत्ता छुटिरहेछ रोडमा मेरो चप्पल खुट्टामा छ क्या ल अनि यस्तो मेरो नि जुत्ता पुरै फोर पनि त अब चाहिँ हामी उता जाँदैछौँ हाम्रो जात्रा सक्यो है सक्यो अब जाउलाखेलमै राखिन्छ अरे अब लगभग सक्यो तान्नुलाई चाहिँ सकेन होइन त दाइ तान्न त सक्यो अब तान्दैन त्यही भने अब 18 गतेसम्म हो अरे लास्ट मैले के जात्रा के जात्रा भोटो जात्रा ए ल ठिक छ जात्रा गर्छ होइन अनि आफ्टर 10 इयर्स होइन बसेर नाचे अब आफ्नो माइती तर एउटा के होइन तिमीले म नाचेको के पुरै खिचिदिन्छौ भन्ने सोचिरहेको थिएँ खिचेनौ के तिमीले त्यही भएर त भन्छ नि सोचे चाहिँ जिन्दगी रहेनछ सोचे चाहिँ जिन्दगी हैन के सोचेर आथे के भएन हामी यहाँ
खिचिरह नि ल वेलकम टु माई ब्लग वेलकम टु माई ब्लग आज एफपिपी उडाउनु चाहिँ उनीहरू नै हो है आज उडाउन पाइएन र्याली भएर त्यही भने है कस्तो त्यस्तो खिच्नै पाएन होइन त खिच्नै पाएन त्यो पहिला खिचेकोहरू छ मलाई देऊ न ल अलिअलि फुटेज तिमीले त खिचेर नि राखेको थियो तिमीले दिएन भने त फेरि तिमी हेर त यस्तो चाहिँ गर्नु ल जम्मैलाई वेलकम छ है मेरो भ्लगमा ल एफपिपी पाइलटहरू यता ल के छ दाइको नाममा मेरो सिद्धार्थ श्रेष्ठ है ल सब्सक्राइब टु माई च्यानल ड्रोनको नाममा हो यही अब यो फुटेज दिएन भने जम्मैको यहाँ खिचेर राखेको छु मैले है केस लगाइदिने हो नि त फेरि अघि 15,000 तिरेको छ 15 लाख हो 15 लाख तिर्नु पर्ला है So good, so good. खतरा छैन त त्यही भने अनिस दाइ अब अनिस दाइ नि चाँडै ड्रोन के अरे एफपिपी पाइलट हुनु लाग्नु भएको छ त्यही भएर त्यहाँ हेरिराख्नु भएको छ भाइले कहाँबाट के उडायो खै म त के उडाको ब्रो तिमीले त यो जुन मैले हेरिरहेको छु नि सर्ट हैन सो हामी चाहिँ अहिले यता यो रेस्टुरेन्टको नाम के हो अरे बहिनी ए दिदी हजुर ए बारदली क्याफेमा छौँ हामीले चाहिँ खास साजा नि खाइसक्यो यहाँको खास चाहिँ एकदमै मिठो छ अरे अनिस दाइले रिभ्यू दिनु भन्नुभएको थियो त्यही भएर दिएको मैले चाहिँ खासमा अनिस दाइ अब आजको जात्रा त अब त्यस्तै हो कि मेरो मात्र होइन उनीहरूको नि बोरै भएर रहेछ भने चाहिँ है के सोचेर आज के भएछ नि त मेरो पनि त्यही भयो तिमीहरूको पनि त्यही भयो यार त्यही भएर सोचे जस्तो केही छैन रहेछ क्या त्यही भएर तर कहिले काहीँ त पुरानै हुन्छ त्यही भने जे होस् उसलाई नि फलो गरिदिनु होला उसको चाहिँ बवाल एफपिपी सर्ट्सहरू छ जे होस् तपाईँहरूले जात्राको त्यो एफपिपी सर्टहरू पनि देख्नु भयो होला उसले नै हो बडी खिच्ने चाहिँ सो त्यही अब के भन्ने त यार के बोल्ने हुन्छ अब त्यही हो अब आज जात्रा जे होस् हेऱ्यो रमाइलो गऱ्यो पानी है अब त्यही त हो नि अब आजको भ्लग चाहिँ यता इन्ड गर्नु पर्छ होला हजुरहरूलाई मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिने होला सी इन द नेक्स्ट भ्लग है त